नमस्कार, जय श्रीमन्नारायण। यहाँहरू सबैमा शुभारम्भ हुँदै गरेको 2082 सालको नयाँ वर्षको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। 2082 साल वैशाख महिनाको 1 गते परेको मेष सङ्क्रान्ति अर्थात् नयाँ वर्षको पहिलो दिन यहाँहरूमध्ये कसलाई शुभ हुन सक्छ, कसलाई अशुभ हुन सक्छ भन्ने सन्दर्भमा शास्त्रमा विधान रहेकोले आज मैले यहाँहरूलाई यस भिडियो मार्फत वैशाख 1 गतेको दिन सङ्क्रान्ति फल कसलाई कस्तो रहेको छ बताउन गइराखेको छु। र मैले स्क्रिनमा देखाएका जति पनि अक्षरहरूबाट नाम आउने जातकहरू हुनुहुन्छ, महानुभावहरू हुनुहुन्छ, उहाँहरूको हकमा यो वैशाख 1 गते अलिकति अशुभ फलदायक रहेको छ। किनभने श्रवण, धनिष्ठा र शतभिषा नक्षत्रबाट नाम आउने यी अक्षरहरू भनेको चाहिँ खिखु, खेखो, गागी, गुगे, गोसा, शिशु यति अक्षरबाट नाम आउने जातकको निमित्त वामकरे भैक्षम अर्थात् बायाँ हातमा सङ्क्रान्ति परेको यो अशुभ रहेको छ। त्यस्तै गरी विशाखा, अनुराधा र ज्येष्ठा नक्षत्रबाट नाम आउने अर्थात् तितु, तेतो, नानी, नुने, नोया, यियु यति अक्षरबाट नाम आउने महानुभावहरूको हकमा वामपादे कष्टम अर्थात् बायाँ गोडामा सङ्क्रान्ति परेको हुनाले यहाँहरूलाई अलिकति अनिष्ट फल प्राप्त हुन्छ भन्ने विधान रहेको छ। वामकरे भैक्षम अर्थात् बायाँ हातमा भन्दा बायाँ गोडामा परेको अझ बढी कष्टदायक हुन्छ, पीडादायक हुन्छ भन्ने रहेको छ। यसमा हामीले फेरि त्यस्तो धेरै चिन्ता नगरिकन हामीले यसको कष्ट निवारणको निमित्त 2082 साल वैशाख महिनाको 1 गते नयाँ वर्षको पहिलो दिन सबेरै जौतिल, कुश, बेलपत्र, तुलसी पत्र इत्यादि मिसाएर गङ्गा तटमै गएर या सकिन्छ भने गङ्गामै गएर सम्भव छ भने गङ्गा स्नान गर्दा अत्यन्त शुभ फल प्राप्त हुन्छ। त्यस्तै गरी रुद्राभिषेक गराउने अथवा सत्यनारायण पूजा गराउने अथवा चण्डीपाठ गराउने गर्नुभयो, पूजा हवन आदि कर्म गराउनुभयो भने र ब्राह्मण कन्या आदिको पूजन, भोजन एवं दक्षिणादान आदि गर्नुभयो भने त्यस्तै अशक्त असहाय दिनदुखीलाई भोजन गराएर दक्षिणादान गर्दा पनि कष्ट निवारण भई शुभ फल प्राप्त हुने शास्त्रीय विधान रहेको छ। यहाँहरूमाझ फेरि पनि 2082 सालको शुभारम्भको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै स्वस्तिक, ज्योतिष तथा वास्तु सेवा एवं मेरो स्वयंको तर्फबाट पनि यहाँहरूलाई विशेष शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद।